हेलो एभ्रिवान, गुड मर्निङ अनि नमस्ते सबैजनालाई। वेलकम छ माई न्यू भिडियो। र तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानलको लागि कृपया लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला। आज चाहिँ म नयाँ ठाउँमा छु र तराईमा अब धान काटेर सकिएको छ र सबैतिर खेत जोत्ने तयारी भइरहेको छ। मेरो पृष्ठभूमिमा देख्नुभएको छ धान काटेर यो दाइ हालेर राखेको पराल पुरै खाली भइसकेको छ। अब यता पुरै समथर जता हेऱ्यो उतैसम्म सबैतिर अब गहुँ छर्ने सिजन सुरु भएको छ। जताततै हरियाली थियो अघि, योभन्दा अघिसम्म सबै धान काटेर सकिसकेको छ। अहिले चाहिँ पुरै खाली छ। अब सबै किसानहरू गहुँ रोप्नको लागि तयारी छन्। परालको थुप्रोहरू अब चाहिँ गहुँ रोप्नलाई एकदमै आतुर छ। जताततै एकदमै रमाइलो थियो। योभन्दा अगाडि यो बाटोमा म हिँड्दा अहिले चाहिँ सबै धान काटिसकेको छ। धान सबै पाकेर धान स्याहारिसकेको छ भने अब जताततै तोरी छर्न र गहुँ छर्नलाई एकदम आतुरी छ। कृपया मेरो युट्युब च्यानलको लागि नयाँ हुन्छ भने सबैजनाले सब्सक्राइब गरिदिनु होला प्लिज। पुरै धान स्याहारिसकेको छ र अब चाहिँ परालको थुप्रोहरू रासहरू मात्रै छ बाटोमा। यो चाहिँ मधेसको पहिचान हो। जताततै धान स्याहारिसकेको छ। अब चाहिँ परालको थुप्रो बाटोमा। यो चाहिँ हाम्रो नेपाल, हाम्रो मधेसको पहिचान हो। यो एकदमै आतुरी छ अहिलेको समय भनेको। धान काटिसकेको छ। अब यो ट्र्याक्टरले यता जोतिरहेको छ धान छर्नको लागि, गहुँ छर्न र तोरी छर्नको लागि ट्र्याक्टरले जोतिरहेको छ। पुरै परालको थुप्रोहरू रासहरू मात्रै देख्न सकिन्छ यतिखेर हामीले बाटोमा। त्यहाँ ट्र्याक्टरले जोतिरहेको छ। जताततै परालको थुप्रो मात्रै देखिन्छ अहिले। बाटोभरि परालको थुप्रो। पुरै यो जोत्नलाई अब सुरु गरेको छ।